हेलो नमस्कार। आज म यहाँहरू समक्ष यस्तो महत्त्वपूर्ण विचार लिएर उपस्थित भएको छु जुन हाम्रो ज्योतिष शास्त्रमा जसलाई व्याख्या गरिएको छ। पूर्वजन्ममा गरिएको पाप अथवा पूर्वजन्ममा गरेको कर्मको भोग। राम्रो कर्म गरेको छ भने त राम्रै यो जन्ममा आउँछ हाम्रो अगाडि प्रारब्धको रूपमा। तर हामीले कुनै नराम्रो कर्म गरेको थियौँ, कुकर्म गरेको थियो, पाप गरेको थियो भने त्यसको फल हामीले यो जन्ममा भोग्नु पर्दछ। अब त्यो पूर्वजन्ममा गरेको पापको फल अथवा त्यसको कर्मको फल यो जन्ममा हामीले रोग व्याधिको रूपमा हामीले भोग्नु पर्ने हुन्छ एउटा। अर्को चाहिँ गरिबी र अभावको रूपमा हामीले जीवन धान्नुपर्ने हुन्छ। त्योभन्दा नि अर्को के भन्यो भने मानसिक न्यूनता, मानसिक गरिबी। शारीरिक गरिबी त छँदैछ, मानसिक गरिबीको रूपमा पनि हामीले भोग्नुपर्ने हुन्छ। र जहिले पनि अर्को चाहिँ के हुन्छ भन्दाखेरि हामीले पूर्वजन्ममा त्यस्तो केही गरेछ भने सत्य कुरालाई असत्य, असत्य कुरालाई सत्य देख्ने हुन्छ र उल्टो बुद्धि भएको हुन्छ। ठ्याक्कै विपरीत बुद्धि आउँछ। सत्य मार्गतिर मनै लाग्दैन, संसारीतिर मात्रै मन लाग्दछ। किनकि दुःख भोग्नु छ नि त, प्रारब्धलाई भोग्नु छ नि त। त्यसकारण उसले सही बाटो उसको मनले पनि लिन चाहँदैन, विचारले पनि लिन चाहँदैन। उसको सत्सङ्गति पनि गलतमा जान्छ, सही सङ्गतमा उसको जाँदैन। किनकि पूर्वको कर्मको कारणले त्यो भएको। र त्यसलाई मेटाउनको लागि हामीले के गर्नुपर्दछ त? त्यो त एउटा प्रारब्धको रूपमा हामीले भोग्नै पर्दछ। तर मेटाउने उपाय, समाधानको उपाय पनि छ। त्यो व्याधि, त्यो रोग, त्यो पीडा, त्यो दुःख, त्यो अभाव, त्यो न्यूनता, त्यो मानसिक क्लेशलाई हामी कसरी उपचार गर्न, समाधान गर्न सक्छौँ त भन्दाखेरि यसको पहिलो आधार के हो भन्दाखेरि ग्रह शान्ति, ग्रहको शान्ति गर्नुपर्दछ। अनि दोस्रो औषध उपचार पनि छ। जडीबुटीको उपचारले पनि यो समाधान हुन्छ। पूर्वजन्मकृत पाप दोषहरू नाश हुँदै जान्छ। अनि दान पुण्य गरेर, मानिसले दान पुण्य गर्छन् नि, यही कारण हो। हामीले जति दान र पुण्य कार्य गऱ्यौँ त्यति हाम्रो पूर्व दोषहरू नाश भएर जान्छन्। अनि जपबाट पनि हुन्छ। गुरु मन्त्र जप, गुरुको सेवा, गुरु ज्ञानको लाई अङ्गीकार गर्नु। तर अब यो त हामीले मान्छेको मनमा त्यो उब्जँदैन। किनकि पूर्वको दोषको कारणले गुरुको सेवा गर्ने अथवा गुरुलाई मान्ने, गुरुको खोज गर्ने हामीसँग विचारै आउँदैन। किनकि त्यो पूर्वार्धको कारणले। यदि पूर्वार्ध राम्रो छ भनेदेखि उसले गुरुको खोज गर्दछ र गुरु मन्त्र जप गरेर बाँकी रहेको दोषहरू निवारण गर्दछ। गुरु मन्त्र जपबाट पनि हुन्छ अथवा भगवानको मन्त्र जप गरेर पनि त्यो दोषलाई कम हुन सक्छ। गायत्री मन्त्र जपेर पनि हुनसक्छ। त्यस कारण जप पनि महत्त्वपूर्ण छ। त्यस्तै होम, होम गरेर, यज्ञ गरेर पनि हामी त्यो समस्यालाई समाधान गर्न सक्दछौँ। प्राणीको सेवा गरेर, होइन, पशुपन्छीको, किराहरूको, मानिसको सेवा गरेर पनि, गाईबस्तुको, जनावरहरूको सेवा गरेर पनि पूर्वजन्मकृत पापहरू अथवा दोषहरू निवारण गर्न सकिन्छ। तर के हो भन्दाखेरि त्यसमा मन चाहिँ लाग्नु पर्यो। गुरुको जप गर्ने इच्छा हुनु पर्यो, होइन, गुरुको सेवा गर्ने इच्छा हुनु पर्यो। ग्रह शान्तिको लागि कसैबाट हामीले सल्लाह लिनु पर्यो, होइन। औषध उपचार गर्नलाई वैद्य कहाँ जानु पर्यो। दान गर्ने भावना पनि आउनु पर्यो। जप गर्ने सोच पनि आउनु पर्यो। होम गर्ने वातावरण पनि हुनु पर्यो। फेरि यो सत्सङ्गबाट मात्रै आउँछ। स्वतः आफै भित्रबाट आयो भने त्यो अलिकति केही पुण्य छ भन्ने बुझिन्छ। आएन भने सत्सङ्गबाट आउँछ। त्यसकारण सत्सङ्गलाई छोड्नु हुँदैन। धन्यवाद।